We are going to Arthar. अब 0 किलोमिटर आयो अब 0 किलोमिटरबाट चाहिँ लाएर फेरि त्यो आमाले खाने चाहिँ यो भनेर फेरि अर्को औषधि यो दियो यसले यो यही हो तपाईँले खाने आमा औषधि के त्यही त बुवाले लानुपर्छ भन्दै थियो फेरि तल अब यो गोइङ यस्तो पुरा यस्तो गर्ने बाबु तल इज गोइङ टु Arthar खाली पेटमै हो खाली फोमा खाने हो खाली पेटमा खाने ल बाटो कस्तो छ बरु एकछिन हामी अहिले आर्थरतिर हिँड्दैछौँ सेती दोवनको पुलमा ट्याक्कै छिन रोकेर खाजा खाएर एकछिनमा अब यो बाटो भएर कार्कीनेचरतिरबाट चाहिँ आर्थर जानेवाला छौँ रङ्गेठाती 3 किलोमिटर बुवा रङ्गेठाती यहाँबाट 3 किलोमिटर रे रङ्गेठाती 3 किलोमिटर रे के प्रणाम के खानुहुन्छ बाबु रङ्गेठाती 3 किलोमिटर ए हो र अब महाराजको टोलीले नै भनेको भए त केही खास होला पहिला भगवान बसेको ठाउँ रहेछ कि भगवान बस्ने ठाउँ त मान्छेको मन होइन र सिद्धवनको खोला यताबाट भएर सर सँगै सानो गरिदिनु पर्छ निकाल्छु प्रणाम प्रहलाद लास्ट रो मम्मी ठुलो माइजू बाजु आधी खोला गाउँपालिका सुरु भयो अब बाटा खरायो होइन बाबु ल सेती दोकान पुरानो बजार सिरुबारी जाने बाटो अब हामी छुट्टियो सिरुबारी जाने बाटो हजुर त्यही डाँडा निक्लेर जाने के अरे अस्ति हामी यहीबाट गयौँ माथि होइन ल हाम्रो गुरुजी जम्मा 40 वर्षको रहेछ नि कति भयो होला होइन को त मान्छे मम्मी हो पछाडि हुन्छ ल अगाडि हेर्नुहोस् फ्लावर डग भइगयो नि है यस्तो राम्रो भएको river color lah
रिभर हेर्नु त अब रिभर आदि खोला आँधी खोला असला माछा खाने रहेछ खाने ए पहिला घन हान्दै हिँड्थ्यो हामी सानो सानो हुँदै त्यो अरुणचोपाडीको खोला छैन हजुर बम हान्ने घन हान्ने ल अन द वे टु आर्थर बाटो कति राम्रो है यो पनि अरु चाहिँ परिकार मलाई चिन्नु कसलाई भन्नु मैले त चिन्दिनँ हजुर यताबाट फेरि माथि बाटो हुन्छ ए खोला 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 रिभर रिभर आँधी खोला भन्नु त यहाँ यस्तो पनि फेरि रिभर हेर्नु अब रिभर अन्त राम्रो बनाएको साह्रै राम्रो भन्छ बाटो यो बाटो त जमानै पिच भएको नि हेर त 2036 मा दिदीले हिँड्दै यो संस्कृति रङ्गे ठाडीबाट होइन रिभर यो त टेम्पो चल्यो माथि बुझ्नु खोला टेम्पोले तान्छ माथि उकालो त धान्दो भिडियो लगाल त ए अब 220 खतरा हुन्छ यसो त होइन क्या मे भयो मुद्रा क्या अब आधी खोला गाउँपालिका यो हेर्ने गाउँपालिका हजुर होइन यहाँ होइन अहिले भाइ हाम्रो गाउँपालिका यहाँसँग भेट्यो भयो भनेपछि नै यहाँ हो क्या हाम्रो नामहरू गाउँपालिका कार्यालय ए छेउडा गाउँको सेन्टर दरुङ चाहिँ अरुण चौपडीमा पऱ्यो कि होइन त्यसो भए अर्जुन चौपडी रिभर वडा कार्यालय देखिएको आम्मामा कति राम्रो बनाएको है यो पञ्चमुलको हेडक्वार्टर यही हो क्या हाम्रो यो गाउँपालिका नचलाउनु वडा कार्यालय सँगसँगै पासवर्ड बन्छ हरायो पानीबाट हरायो गाउँपालिका हो यो मान्छे को यस्तो मान्छे यो गाउँपालिका ल गाउँपालिका कार्यालय यी ब्याङ्क एनआइसी वृद्ध भत्ता पाउने रङ्गे ठाडी यही हो गाउँपालिका ल ल ल ठुलो काम पर्यो भने यहीँ आउनु पर्छ हाम्रो पञ्चमुल भयो राई ठाटी भयो यता माथिको होइन त्यो त वडामै जानुपर्छ कि यहीँ बन्छ होला यो के अरे परिचय पत्र हो स्याङ्जा जानु पर्दैन बुवा होइन स्याङ्जा जानु पर्दैन कुनै के छ 10 दिन त आज हुन्छ तर गाउँपालिका अब उताको वालिङमै बन्छ अरे भनेपछि त वालिङ त हाम्रो पर्दैन नि त वालिङ त अर्कै गाउँपालिका होइन के अरे वालिङ त जिल्ला त स्याङ्दै पर्यो नि हेर्नु भयो स्याङ्दै पर्यो हो त निमुनियाको नि वालिङतिरको वालिङमै हुँदो रहेछ हाम्रो नि आँधी खोलाको यहीँ हुन्छ होला जानु पर्यो नि पढ्नु रे पानी जान दिनु ल आँधी खोला चिलाउने भाटी पिच बाटो रहेछ कहाँ जाने बाटो थियो कि पिच तले जतासुकै पिच बाटो भएको है पल्ट्यो भने अलि खतरा त छैन त्यसलाई बाटो छोडिदियो अब बाटो छोडियो पालो पालो ए मागु बालो हाल्नु चिलाउने भाटी है ट्याङ्की राख्नु नि दुईटा
चाहिँ नेपाली प्रडक्ट कुन चाहिँ त्यो दुईवटा ट्याङ्की भएको अम्बिका पौडेल यहाँ माननीय भएको के अरे उहाँको नाम सुधीर पौडेल सुधीर पौडेलजीको घर अम्बिका पौडेल पिच बाटो त्यो बाटो चाहिँ कहाँ जाने बाटो नि पिच त्यो उता के अरे माथि गर्मी गर्मी भन्छ कहाँ जाने हाम्रो सिरवारी भन्दा यतापट्टि मुनिकोलाई ठाउँलाई के बसेरी भन्छ नि बसेरी ए बसेरी जाने हो हजुर बसेरी जाने बाटो जतासुकै बाटो पिच है हाम्रो विकास चाहिँ भएको बाबु पल्लव ए बाबु पल्लव नदिने के अहिले अहिले पछि खान्छ भर्खरै खाएको भर्खरै खाएको खाना त खान्छ नि अहिले खाना खाने बेला खुवाउने हो कि एकैचोटि छिनछिनमा कुचु 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 दिने होइन नदिनु नदिनु किन दिएको नि प्राणलाई भयो भयो यो बाटो किन साह्रो पछाडि फोटो पनि बजार ठाउँमा बोल्न सक्ने मान्छे छैन लाटेगाडालाई अलिअलि हालिदियो बाटो पुरानै बाटो हो नि सोझा सोझा मान्छेलाई ठगे पैसा खोल्थी हाले त्यही त हो नि हजुर पहिला आउँदैछ भने नाला त बनाएर रहेछ है नाली त बनिसकेको छ यहाँ पनि यो ग्राभल भइसकेको रहेछ होइन ग्राभल भएर नि पुरै झार पलाइसक्यो सामान हाल्ने क्या कोकहरू निस्केन त्यो केटा यो यहाँ हिलो रहेछ फेरि समाज घर के हो यो पाएन सँगै त्यो जुत्ता लगाएर हिलो अब खैरो क्युरो यहाँ हिलो छ बाबु हिलो हिलो डटी डटी छ यहाँ हिलोमा पस्ने होइन मामा घर आयो हो मामा घर आयो ए हिलोमा नटेक्नु है बाबु डग पनि आयो डग डगले टोक्छ नि आया हुन्छ सुई लगाउनु पर्छ फेरि है त्यहाँ नपस्ने बाबु गाइस ल जाम तिम्रो त चस्मा लगायो नि हुन्थ्यो ए माथिको कोक किन सक्छ ल ल ल ल एकछिन बाबाले गर्नुहुन्छ है